ल हेर्नुहोस् साथीहरू, ल पर्दाखेरि यस्तो हात पनि नछोडिकन हिँड्नुहुन्थ्यो होला। अलिकति बाटो पनि हेर्नु त, यति डिस्टेन्स पारेर छोडेर हिँड्नु भयो। आज फर्स्ट टाइम चाहिँ छोरीलाई छोडेर हामी यसो बाहिर जान्ला। कतिको न्यास्रिन्छ नि हेर, मैले त फर्केर आउँदाखेरि घर छोरी छोडेर मलाई चाहिँ भ्यालेन्टाइन डे मनाउनलाई कहाँ ल्याउनु भयो भने, ल हेर्नुहोस् है त, यो प्याराग्लाइडिङ प्यारासुट ल्यान्डिङ गर्ने ठाउँमा ल्याउनु भएको छ क्या। त्यो चढाउनु पनि भएन क्या, यिनीहरू कसरी ल्यान्ड गर्छ भनेर देखाएर ल्याउने। यस्ता हजुरहरूको कस्तो भयो मामुहरू होइन। बिहे पछाडि यतिको फरक पर्छ है। अझ बेबी भएपछि हो यति फरक परेर। बेबी नहुँदा त अलि यतिसम्म हुन्थ्यो, ल पर्दा त वहीँ हुन्थ्यो। यसलाई हेर्नु त, यस्तै म एक्लै उहाँ पुगिसकिदिनु भयो क्या। यस्तो हुन्छ पारा। भ्यालेन्टाइन डे स्पेसल खाजा चाहिँ यस्तो खुवाउनु लगाइरहनु भयो है, चटपटै सबैको फेभरेट, अनि बाबाको पनि। छार्बी सार्बी के छ, के गर्न बसेको? बुबु खायो रिसाको? ए र त उता फर्के। के छ